अलिकति बाटो छोडिदिउँ म एउटा त्यो अभिदाईसँग मेरो रहन्छ म सेल्फी खान्छु एकछिन है सबैलाई दिनु खाऊ अनि अगाडि आउनु होइन म सिक्ने हो के र अभिदाई धन्यवाद सबै भिडियो छ चिन्ता नगर्नुहोस् बालेन सरकारको एक्सन ओरिएन्ट कामलाई कसरी हेर्नु भएको तपाईले नागरिक समाजले पत्रकार साथीहरूले हेर्नु पर्यो हामी त अब सरकारमा छौँ हाम्रो कामलाई कसरी हेर्ने भन्ने कुरा हामी नागरिकलाई र तपाईँहरूलाई जस्तै 12 आउनु भएको छ 12 वर्षका जनताहरू यो उद्योगको विषयमा एकदमै छन् आजित छन् यसलाई यो सरकारले कसरी लिन्छ सरकारले उद्योग मैत्री वातावरणको लागि आफ्नो वाचा पत्र नै सार्वजनिक पहिल्यै गरेर त्यस मार्फतबाट जनताले भोट दिएर भर्खरै सरकार गठन भएको छ उद्योग क्षेत्रको लगायत तमाम समस्याहरू समाधान गर्ने प्रयासमा सरकारले आफ्नो स्पिड सुरु गरेको छ म आश्वस्त हुनको लागि अनुरोध गर्छु जस्तै राष्ट्रपा सरकारमा छ अहिले र विशेष हामीले सुनेका छौँ राष्ट्रपा पार्टीले सरकारमा कुनै पनि किसिमको हस्तक्षेप गर्दैन सरकार कसरी चल्छ हामीले वाचा पत्र सार्वजनिक गरेका छौँ हामीले जनतालाई हाम्रो वाचा पत्र मात्र यो गर्छौँ भनेका छौँ त्यही वाचा पत्र बोकेर सरकार गएको छ सरकारले नागरिकलाई भोट माग्दाखेरि जे वाचा गरेको थियो त्यो पुरा गर्छ पुरा नगरेको खण्डमा मात्र पार्टीले किन पुरा गरेन भन्ने हो सरकार आफ्नो ढङ्गले अगाडि बढ्छ नागरिकलाई गरेको वाचा अनुसार अगाडि बढ्छ हस् धन्यवाद